हेलो एभ्रिवान सबैजना वेलकम छ है मेरो यो च्यानलमा। आज चाहिँ म खास गरी मनोकामना दर्शन गर्न जाँदैछु है। त्यही कारणले एउटा सानो भिडियो भनेर बनाउँदैछु। यति बेला चाहिँ म अहिले यो के भन्छ धादिङको मलिक पुलमा छु है। मलिक पुलमा तपाईँहरूले देख्नुहुन्छ यो पुल चाहिँ तपाईँको धादिङ जाने बाटो हो होइन। अनि यो बगिरहेको यो खोला चाहिँ त्रिशुली नदी हो होइन। त्यसपछि यतापट्टि पारिपट्टि देख्नुहुन्छ यो चाहिँ तपाईँको फुर्के खोलाको गेट। यसबाट चाहिँ तपाईँको यता तल चाहिँ पश्चिम जाने साइड होइन। यताबाट चाहिँ तपाईँको काठमाडौँ जाने बाटो हो। अनि यो पुल चाहिँ तपाईँको यो पुलबाट चाहिँ उता धादिङपछि यता धादिङ सदरमुकाम जान्छ। त्यही कारणले तपाईँहरूले यदि मेरो यो भिडियो हेरिरहेछ भने लाइक अनि त्यसपछि मेरो यो युट्युब च्यानल सब्सक्राइब गरिदिनु होला है त है गाइज। आज चाहिँ म खास गरी मम्मी गाउँबाट आउँदै हुनुहुन्छ कि धादिङबाट, अनि म चाहिँ काठमाडौँबाट आएको। त्यसपछि मम्मी यहाँ चाँडै आइपुगेर यहाँ आइपुग्यो भने सँगै मनोकामना जाने भनेको, तर मम्मी धादिङमै हुनुहुन्छ अरे। त्यही कारण म चाहिँ यहाँ मम्मीलाई पर्खिँदैछु। म चाहिँ तपाईँहरूलाई आज यो मनोकामनाको मन्दिरहरूको बारेमा यस्तो अवलोकन भिडियोहरू देखाउँछु है। म चाहिँ खास गरी 10 वर्षपछि चाहिँ जाँदैछु है मनोकामना मन्दिर चाहिँ। यस्तो छ है हाम्रो धादिङ राम्रो धादिङ तल त्रिशुली बगिरहेको छ है पारिपट्टि। यो चाहिँ मनोकामनाको बजार है। फाइनली मनोकामना आइसक्यो। अब हामी मन्दिर जाँदैछौँ माथि। मनोकामनाको बजार हेर्नुहोस् है, जताततै बोलाउँछ सामान किन्नलाई। अब त भिड छैन होला त्यति। मन्दिर माथि कि तल हो? ए माथि होइन तल। मनोकामना बजार है। फाइनली अब चाहिँ मनोकामना ल्याइसक्यो। पूजा पछिको मिठो खाना फाइनली हामी यो मनोकामना मन्दिर आइपुगेको छौँ। हेर्न सक्नुहुन्छ है मनोकामना मन्दिर।
फोटो खिचौँ ल यता हेर्नु त मनासुलीमाले है छिम्केश्वरी के छिम्केश्वरी बुझिनँ मैले उयो हो ए भनेपछि यता हो यता हो यता हो ओ यता शान्ति शान्ति घर छिम्केश्वरी हो एकछिन म सोध्छु अहिले ए धौलागिरी होइन सरी मनासुलीमाले आमा अहिले म सोध्छु एकछिन बसी है मनोकामना दर्शन गरियो फाइनली हेर्नुहोस् है भिडियो के लाँदा होला Ada kesempatan ya Allah. हामी मनोकामना आउँदा हेर्नु त दिउँसो आएको मान्छे यति बेला भयो लास्टै भिडभाड शनिबारको दिनमा